Hello guys, good morning सबैजनालाई. Welcome back to my new video. हिजो अस्तिदेखि लास्टै थकाला आयो के गर्ने होला. टाउको पनि लास्टै दुख्यो के गर्ने होला होइन साथीहरू. तपाईँ अब सपोर्ट गरिदिनु होला यो भिडियोलाई. लाइक कमेन्ट सेयर हानिदिनु होला. ल ल ल ल साथीहरू, के छ तपाईँहरूको हालखबर? राम्रै होला. सन्चै हुनुहुन्छ होला तपाईँहरू पनि होइन. म चाहिँ अलिकति सन्चो छैन. मलाई हिजो अस्तिदेखि मलाई सन्चो छैन अलि होइन. मेरो घाँटी पनि दुखिरहेको छ अनि टाउको पनि दुखिरहेको थियो होइन. सिधी कसैले खोज्यो भने एक किलोलाई 105 110 रुपियाँ किलो चिनी. महँगाइ पनि लास्टै महँगाइ बढ्यो गाइस. अब सबै कुराहरू सस्ता हुनु पर्यो तपाईँहरूले होइन. तपाईँहरूको हातमा छ सबै कुरा. अब सस्तो गराउनु पर्यो. अनि बालन दाइसँग यो कुरा पहुँचाउनु पर्यो, पुगाइदिनु पर्यो. सबै अब सस्तो हुनु पर्यो कि तेलको भाव पनि हेर न गाइस कति पुग्यो यार. 200 कति 18 217 220 पुग्न ला. तेलको भाउ नि के यस्तो हुन्छ र यार. यस्तो हुन्छ तपाईँहरू लाज लाग्दैन यस्तो हुन्छ भनेर. कहाँ पहिला 100 रुपियाँ लिटर थियो, आजकल हेर न कति 218 रुपियाँ लिटर रहेको छ तेलको भाउ यार. अनि यता हेर न यहाँ मेरो बुढीलाई कति काली पछि हेर न यहाँ. काली होइन क्या, गोरी छिए चाहिँ होइन. यस्तै छ होइन. खै उहाँ जाके उठि गरौँ न टाप्टी आई पार्टी. अब गाइस यो कुरा चाहिँ बालन दाइसँग पुऱ्याइदिनु पर्यो तपाईँहरूले होइन. अब तपाईँहरूको साथ सपोर्टले पुग्दैन गरे तपाईँहरूले सपोर्ट गर्नु होला. अनि साथ सपोर्ट गरेपछि बल्ल त पुग्छ. अनि बालन दाइसँग सेयर गर्नु होला. तेलको भाउ यसरी किन बढेको होइन. अब तेलको भाउ घट्नु पर्यो. सबै चिजको सामानको भाउ घट्नु पर्यो. त्यही गर्नु होला. सबैजनाले पुगाइदिनु होला बालन दाइसँग कुरा. तेलको भाउ चाहिँ कति 218 217 पुगेछ. सस्ता हुनु पर्यो. पहिला चाहिँ कति 100 रुपियाँ थियो, आजकल झन् बढेको छ है गाइस. कसरी चल्छ त भन त. कसरी यस्तै चल्छ जिन्दगी, यसरी चल्छ. सामानको भाउ बढेकै गर्छ. मान्छेहरू कहाँ सक्छन् गर्न भन त. अब यो कुरा चाहिँ बालन दाइसँग पुगाइदिनु है बालन दाइसँग. अनि यता हेर्न सक्नुहुन्छ यहाँ हाम्रो मकै लाहाम त राम्रोसँग मकै चाहिँ भएको थिएन यार. को गोरुले हाम्रो मकै चाहिँ खाथ्यो. हेर्न सक्नुहुन्छ यहाँ है कुन गोरुले मकै चाहिँ खाथ्यो. अनि बादल पनि लास्ट आज राम्रो गरे यार. आज ड्युटी जाम भनेको त हो, कोही पनि जाँदैन रे ड्युटी. त्यही भएर म पनि गएन. म चाहिँ निस्किन आँटेको थिएँ, त्यही भएर म पनि गएन. अब ड्युटी फोन गरेर एकचोटि सोधेँ होइन. अनि त्यही पनि ठिकै छ, मैले फोन गरेको थिएँ. म पनि त्यहाँ गएको हुन्थ्यो भने म पनि फर्केर आउँथेँ त्यहाँदेखि के. यस्तै छ. अनि मेरो घाँटी अलि साउन्ड राम्रो आएको छैन होला भन्नु होला. मेरो घाँटी दुख्यो कि मलाई राम्रो लागेन. यहाँ मेरो बुढीले हेर्न सक्नुहुन्छ कति राम्रो छ. अघि नै म काली भन्ने थिएँ, अब हेर न यहाँ कति गोरी देखेपछि. सो गाइस यो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब हानिदिनु होला. लाइक कमेन्ट सेयर सब्सक्राइब हानिदिनु होला. अनि गाइस यता हेर्न सक्नुहुन्छ हाम्रो पसल चाहिँ निकै राम्रो छ हाम्रो होइन. पसल त निकै राम्रो छ, तर हेर्नुलाई सामानको कुरा के गर्नु गाइस. सामान त टन्नै रहेको छ होइन. सामानको कुरा के गर्ने होला. अनि फ्रिज हेर्न सक्नुहुन्छ सब रहेको छ. अनि यता सब कुरा छ क्या, सब कुरा छ. अब
कसैलाई खान मन छ भने आउनु होला भुटुवा सुटुवा सब डेली बन्छ होइन कसैलाई खान मन छ भने आउनु होला जो भुटुवा लभर हुनुहुन्छ भने आउनु होला खानको लागि अनि यहाँ पाइन्छ सबै आइटम यी अनि यहाँ पनि रहेको छ आइटम यी होइन अनि तपाईँहरूले अगाडिदेखि म देखाइदिउँ यी हेर्नु होला हाम्रो पसल यो होइन पसल भन्नाले होटल हो अब होटलको नेम तपाईँहरूलाई म देखाइदिन आँटेको छु हेर्नु होला यहाँ रहेको छ होटलको नेम हाम्रो स्यामसङ रेस्टुरेन्ट लाइक हान्देऊ त होइन अनि यता हेर त्यो कुखुरा पनि कति कराएको थियो कति कराएको कुखुरा नि यहाँ अनि यहाँ हेर न यी हाम्रो एउटा यहाँ बसन्ती छ एउटा यहाँ छ यी वाउ कति राम्रो देखिन्छ यो चाहिँ भाले आइज 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 के आइज सो गाइस अनि यता हेर्न सक्नुहुन्छ म चाहिँ यहाँ गोरु हाक्न आएको थिएँ होइन गोरुहरू त भागेछन् हो हाम्रो मकै खान आएको थिएन रे गोरुहरू म चाहिँ घरमा थिएँ अनि हाम्रो बाबा कराउनु भयो कि गोरु हाक्न आइज भनेर म गएको थिएँ हाक्न दौडेर आएको गाइस यो उल्टा पारिदिएँ मैले उता पारी गर्दै हाकेर होइन के छ तपाईँहरूलाई राम्रो छ कि छैन राम्रो छ भने राम्रो भिडियो लागेछ भने लाइक हान्देऊ न यार सब्सक्राइब हान्देऊ के भन्छ यार सब्सक्राइब हान्देऊ रकी 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 आऊ 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 यहाँ जा या या रकी हाम्रो घरको डन हाम्रो रकी होइन बस सिट हात्दैन त यता हेर हात्दे यहाँ देख गाइस हात दिन्छ कि गाइस हेर होइन अनि यता हेर गाइस अनि यता हेर हाम्रो मम्मी चाहिँ बाख्रा चराउन आउनुभएको छ यहाँ खेतमा यहाँ हाम्रो चाहिँ एउटा चाड बानर बुझ त एक बोला न हरि छन् के जाऊ हर ए आई डोन्ट नो मलाई थाहा आएन कसको बोरिङबाट पानी लान कस्तो यहाँ हाम्रो घरको छेउछाउ यहाँ घर बन्दैछ होइन एउटा मान्छेको घर बन्दैछ माथि तल्लो थप्दैछन् होइन अनि हाम्रो मम्मी चाहिँ यहाँ बाख्रा लिएर कहाँ जाने अरे दिउँसोतिर भाँडा दस्काउन जाने हो बाख्रा चराको लागि सो फाइनली गाइस तपाईँहरूलाई भिडियो कस्तो लाग्यो राम्रो लागेमा लाइक कमेन्ट सेयर सब्सक्राइब त हान्देऊ सब्सक्राइब त गरिहाल गाइस बाई बाई भेटौँला अब नेक्स्ट भिडियोमा